नमस्ते, म सुरज अर्याल युएनएस वेस्टर्न अस्ट्रेलियाको तर्फबाट अहिले म करेन्ट प्रेसिडेन्ट र फाउन्डर मेम्बर। आज हामी तपाईले यो माहौल देख्न सक्नुहुन्छ। आज हामी फ्युजन फेस्टिभल बेकेनहेम 2025 मा एटेन्ड गरेका छौं। युवाको स्टल पनि छ र आज हामीले कल्चरल एउटा परफर्मेन्स पनि परफर्म गरेका छौं। तपाईहरुले देख्न सक्नुहुन्छ युवाको स्टल पनि छ त्यहाँ र सबै क्राउडहरुले हाम्रो कल्चर स्टलमा के छ त सबै नेपालको रिप्रेजेन्टेटिभ एथेन्टिक कुराहरु हामीले यहाँ देखाउनको लागि धेरै पहल गरेका छौं र हाम्रो कल्चरल टिमले एउटा परफर्मेन्स पनि गरिसकेको छ। आज तपाईहरुले देख्न सक्नुहुन्छ ठेकी छ हामीसँग चाहिँ मोही मोत्ने उनको लागि चाहिँ उन कसरी हामीले गर्छौं एन्सेस्टमा टाइममा भनेर पनि छ र त्यहाँ हाम्रो चुलो छ। हाम्रो चाहिँ भट्टीमा तपाईको मकै बुट्ने चाहिँ यसलाई हामीले हाँडी भनिन्छ। यहाँ तपाईहरुले देख्न सक्नुहुन्छ हाँडी, त्यसमा हामी मकै सबै भुट्ने दाउरा पाल्ने हाम्रो चाहिँ आगो बाल्ने चाहिँ हाम्रो उ छ र हाम्रो कुवा छ, त्यहाँ मादल छ। यस्तै गरेर पशुपतिनाथ बौद्धनाथको मन्दिरहरू राखेका छौं हैन। हामी यसरी चाहिँ यहाँ हाम्रो नेपाली कल्चरलाई झल्काउने बाजा गाजाका साथ हामी चाहिँ यहाँ नेप्लिज एसोसिएसन अफ वेस्टर्न अस्ट्रेलिया पनि प्रेजेन्ट गरेका छौं। युवा र नेप्लिज एन्ड एसोसिएसन वेस्टर्न अस्ट्रेलिया मिलेर नेपाललाई कसरी यो फ्युजन फेस्टिभलमा हामीलाई कसरी एक्सपोज गर्न सकिन्छ भन्ने कन्सेप्टमा हामी यसरी स्टल राखेका हौं। र आज हामी फ्युजन फेस्टिभल 2025 इन बेकेनहेम मिल्स पार्कमा छौं अहिले। र हामी आज चाहिँ विभिन्न देशबाट आउनुभएका प्यारेन्ट्सहरुसँग आज हामी कुराकानी गरेछौं। उहाँहरु आएको कति भयो र कस्तो फिल भएको छ एउटै ठाउँमा तपाईको विभिन्न देश विदेशीहरुलाई कल्चरहरु हेर्न पाउँदा उहाँहरुलाई कस्तो अनुभव भइरहेको छ भन्ने कुरा आज हामी कुरा गर्नेछौं। स्टे ट्युन। थ्यांक यू। आज हामी यहाँ फ्युजन फेस्टिभल 2025 मा छौं। आज मैले हजुरलाई सानो प्रश्नहरु गर्नेछु। अनि हामी यो फ्युजन फेस्टिभलमा हजुरले हाम्रो नेपाली स्टल पनि पाउनुभयो, नेपाल झल्काउने स्टल पाउनुभयो, जहाँ चाहिँ नेपाली बाजा गाजाहरू विभिन्न एन्सेस्टरमा युज गर्ने सरसामानहरू हामी कसरी पकाउँथ्यौं, कसरी उन चाहिँ हामीले उन्थ्यौं भन्ने कुराहरू हामीले देख्न पाउँछौं। हाम्रो हलो छ, हामी कसरी चाहिँ खेत जोतेर हिँडेका थियौं हाम्रो एन्सेस्टरमा भन्ने कुराहरू हैन। तपाईलाई यो देख्न पाउँदा तपाईलाई कस्तो अनुभव भएको छ? सूरजजी हैन, थ्यांक यू सो मच फर लेटिङ मी टु से समथिङ हैन। यो देख्न पाउँदाखेरि एकदम खुसी लाग्यो। म पहिला नै आइरहन्थे यो मिल्स पार्कको फ्युजन मल्टिकल्चरल फेस्टिभलमा। अहिले चाहिँ मैले हाम्रो म्याक्सिमम हाम्रो कल्चर नेपाली कल्चर झल्किने सामानहरू देखेँ मैले। जस खुसी लाग्यो, सबै कुराहरू देखेँ। मलाई थाहा छ यसको पछाडि धेरै मेहनत छ हैन। अनि मैले मेरो बच्चाहरूलाई पनि सबै कुराहरूको चाहिँ नि व्याख्या गरेँ के हुन्छ भनेर। I really love it. Yeah. Thank you so much, दीपकजी। धन्यवाद। यहाँ आज हामी नेपाललाई झल्काउनको लागि युएनएस वेस्टर्न अस्ट्रेलिया हाम्रो एउटा संस्था छ भने अर्को नावा पनि आबद्ध भएर हामी झल्काउने प्रयास गरेका थियौं। तपाईले मन पराइदिनु भयो, धेरै धेरै धन्यवाद तपाईलाई। थ्यांक यू। नमस्ते। आज हामी यहाँ एकजना प्यारेन्ट्स नेपालबाट आउनु भएको उहाँको एउटा अनुभव आज हामी उहाँ शेयर गर्न जाँदैछौं। सोधौं उहाँलाई अहिले कस्तो लागेको छ यो फ्युजन फेस्टिभलमा आउँदाखेरि। ओके, तपाईँ आज फ्युजन फेस्टिभलमा आउनु भएको छ, हजुरको शुभ नाम पाउनु पहिले? मेरो नाम राजु खाड, म नेपाल पोखराबाट। र जुन अब हामी यस्तो फेस्टिभलमा चाहिने जुन अब हामी यसरी आउनु पाउँदाखेरि हाम्रो आफ्नै नेपालै बसेको अनुभव भइरहेछ। हाम्रो नेपाली भाषी कार्यक्रम, नेपाली रीतिरिवाजका चाहिने अब पुरानो सामानहरू र नेपाली पनि भेट्दाखेरि त हामीलाई त के स्वदेश के विदेश हाम्रो आफ्नै स्वदेश जस्तै लागिरहेछ। र हाम्रो नेपाली पनि यस्तो भइदिएर जति हामी जस्तो प्यारेन्टहरू थियौँ यति धेरै आइदिनु र जम्मा भइदिनु भयो भने हामीलाई चाहिँ परदेश बसे जस्तो लाग्दैन। यो हामीलाई आफ्नै ठाउँ आफ्नै देशमा बसे जस्तो लाग्छ। धन्यवाद तपाईलाई। र आमालाई कस्तो लागेको छ त? मलाई नि धेरै खुसी लागेको छ। नेपालमै बसे जस्तो अनुभव भइरहेछ मलाई त। यति नै भन्न चाहन्छु। धन्यवाद आमा बुवा। उहाँहरूले नेपालमै बसेको जस्तो अनुभव भएको छ। हामी यहाँ आएर यो सरसामानहरू देख्दाखेरि हामी नेपालमै छौं भन्ने झल्को मेटेको छ भन्नुभएको छ। उहाँहरू धेरै खुसी देखि हुनुहुन्छ। उहाँहरूलाई धेरै धेरै धन्यवाद हामीसँग आएर उहाँहरूको चाहिँ सबै एक्सपिरियन्सहरू बताइदिनु भयो। धन्यवाद। नमस्ते बुवा। नमस्कार। हजुरको शुभ नाम?
मेरो नाम विदुर उमागाई। कति भयो हजुर आउनु भएको? 2 महिना भयो। 2 महिना। 2 महिना। अनि अस्ट्रेलिया कस्तो बसाइ भइरहेको छ 2 महिना? अत्यन्त राम्रो बसाइ भइरहेको छ। यहाँको घुमाई, यहाँको बसाई होइन, यहाँका सबै कुराहरूको अध्ययन गर्दा साह्रै राम्रो छ, साह्रै मजा लागिरहेछ। आज यो फ्युजन फेस्टिभलमा आएर यता घुम्दाखेरि हजुरलाई यो हाम्रो स्टलहरू देख्दाखेरि कस्तो फिल भएको छ बुवा? फ्युजन फेस्टिभलमा यहाँ अहिले घुम्दाखेरि सबै मुलुकको जुन संस्कार, संस्कृति, कला जुन देख्ने मौका पाइयो, साह्रै राम्रो अवसर जुर्यो। म आयोजकलाई हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु। त्यहाँमाथि नेपालको जुन अहिले हामी हेरिराखेका छौँ होइन, तपाईँहरूले जहाँ यहाँको युवा जुन युनिट छ, जहाँ नेपालीहरूको एउटा सङ्घ छ होइन, तपाईँहरूले जुन नेपाली कला, संस्कार र संस्कृतिलाई जगेडा गर्ने गरी नेपाली कल्चरहरूलाई एक ठाउँमा जुन सङ्गठित गरेर राख्नु भएको छ, साह्रै खुसी लाग्यो। मैले यो होला भन्ठानेको थिइनँ, तर तपाईँहरूले जुन यहाँ संरक्षण गरेर राख्नु भएको रहेछ, साह्रै खुसी लाग्यो। अझै यसलाई चाहिँ उजागर गर्नुहोस्, अझै संरक्षण गर्नुहोस्। त्यसको निमित्त यहाँहरूलाई हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु। साह्रो खुसी लागेको छ। धन्यवाद बुवा हजुरलाई। उहाँले जनाए अनुसार हामी युवा परिवारले यो जमर्को गरेर नेपालको कला संस्कृति र यो सामानहरू देख्दाखेरि उहाँलाई नेपालमै बसेको जस्तो अनुभव भएको छ भन्नुभएको छ र हामी यसमा धेरै नै आभार व्यक्त गर्न चाहिँ चाहन्छौँ हाम्रो टिमलाई।